नमस्कार, म लेलिन रेग्मी। तपाईँ हेर्दै हुनुहुन्छ परिवर्तनको लागि आवाज। हामी सधैँ समाजमा सकारात्मक परिवर्तनका लागि प्रश्न सोध्ने गर्छौँ। आज हामी भाद्र 23 र 24 गतिको जुन आन्दोलन थियो, त्यो आन्दोलनपछि अहिले देश निर्वाचन अथवा आम निर्वाचनमा गएको छ। देश निर्वाचनको सङ्घारमा छ। देशको राजनीतिक सरगर्मी बढ्दो छ र मतदाताहरू आफ्ना जनप्रतिनिधि छान्ने तयारीमा छन्। यसै सन्दर्भमा आज हामीसँग कुराकानी गर्नका लागि काठमाडौँ क्षेत्र नम्बर 6बाट राष्ट्रिय जनमोर्चाका उम्मेद्वार जगत प्रसाद रेग्मी हुनुहुन्छ। उहाँ लामो समयदेखि वा भनौँ विक्रमसम्म 2050 सालदेखि अघि छैठौँ हुँदै राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रेग्मी यसपटक राष्ट्रिय जनमोर्चाको तर्फबाट गिलास चिन्ह लिएर चुनावी मैदानमा हुनुहुन्छ। संघीयताको खारेजी, राष्ट्रियता र गणतन्त्रको रक्षालाई मुख्य मुद्दा बनाउँदै आउनुभएका उहाँसँग आज हामी यस क्षेत्रको विकास, उहाँका चुनावी एजेन्डा र समसामयिक राजनीतिबारे संवाद गर्नेछौँ। रेग्मीजी, यहाँलाई स्वागत छ। धन्यवाद। तपाईँले काठमाडौँ नम्बर 6बाटै उम्मेदवारी दिनुको मुख्य कारण र आधारहरू के हुन् र यस क्षेत्रमा पुराना र स्थापित दलहरूमा पनि साथै नयाँ शक्तिहरूको ठुलो उपस्थित छ अथवा बढ्दो उपस्थित छ। यो भिडमा जगत प्रसाद रेग्मीलाई नै मतदाताले किन भोट हाल्ने? धन्यवाद। मूल रूपमा हाम्रो उम्मेदवारी किन भन्दा पनि यो क्षेत्रको विकासको निमित्त र हाम्रो पार्टीको उपस्थितिको लागि। हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा निरन्तर सङ्घर्षरत छ। जनताको जनजीविकाको सवालमा, राष्ट्रियताको सवालमा लगायत सम्पूर्ण देशको राष्ट्रको हितको निमित्त सङ्घर्ष गर्दै आइराखेको राजनैतिक शक्ति हो र काठमाडौँमा हामीले उम्मेदवार दिने पार्टीले निर्णय गरेपछि काठमाडौँ क्षेत्र नम्बर 6मा पनि उम्मेदवार दिन पर्छ र यो क्षेत्रका जनताका समस्याहरूलाई समाधान गर्दै यो क्षेत्रबाट प्रतिनिधित्व गरेर एउटा राष्ट्रको नमुनाको रूपमा राष्ट्रलाई एउटा समुन्नत राष्ट्र निर्माण गर्ने दिशामा एउटा जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने उद्देश्यका साथ हामीले उम्मेदवारी दिएका छौँ। आधारहरू त अब देशको विकासको निमित्त, राष्ट्रको विकासको निमित्त, यो क्षेत्रको विकासको निमित्त आधारहरू त थुप्रै आधारहरू छन्। किन भन्दा जनताको सही प्रतिनिधिको रूपमा राष्ट्रिय जनमोर्चाको प्रतिनिधि नै जनताको प्रतिनिधि हुन सक्ने मुख्य आधार हो र त्यसको साथसाथै अहिले विभिन्न राजनैतिक पार्टीहरू, नयाँ राजनैतिक पार्टीहरूदेखि लिएर पुराना राजनैतिक पार्टीहरू पनि यो क्षेत्रमा विशेष गरी 20वटा उम्मेदवारहरू यो क्षेत्रमा उम्मेदवारी दिएको अवस्था छ। हुँदाहुँदै पनि सम्पूर्ण राजनैतिक पार्टीहरूको विचार, नीति, सिद्धान्त जनताको पक्षमा छैन भन्ने कुरा समयले प्रमाणित गरिसकेको छ। योभन्दा पहिलाका राजनैतिक पार्टीहरूले लामो समयसम्म यो देशको नेतृत्व गरे, यो क्षेत्रको नेतृत्व गरे, तर जनताको जीवनस्तरमा विकास हुन सकेन, राष्ट्रको समस्याहरू समाधान हुन सकेनन्। त्यसकारण पनि उनीहरू यो देशको विकल्पको रूपमा रहन सकेनन् र नयाँ उदाएका शक्तिहरूमा पनि विचारविहीनता छ। उनीहरू एउटा लोकप्रियताको आधारमा, एउटा पपुलिजमको आधारमा जनतालाई एउटा गुगलको माध्यमबाट मात्रै उपस्थिति हुने एउटा कुचेष्टा गरिराखेको अवस्था छ। त्यसले पनि जनतालाई निकास दिन सक्दैन। स्वयं नेपाली भूमिबाट जन्मेका राजनैतिक पार्टीहरू छैनन्। उनीहरू अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले परिचालित गरेर नेपालमा एउटा आफ्नो राजनैतिक स्थायित्व कायम गर्ने प्रयत्न गर्दैछन् अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले। त्यसकारण उनीहरूसँग पनि राष्ट्रको हितमा हुने कुनै पनि त्यस्ता विचार, सिद्धान्त र नीति नभएको कारणले गर्दा यो देशको विकल्पको रूपमा राष्ट्रिय जनमोर्चा नै हो। सही नीति, सिद्धान्त र विचार भएको पार्टी राष्ट्रिय जनमोर्चा हो। त्यसकारण नेपाली जनताको हितमा, देशको हितमा र यी अन्य राजनैतिक शक्तिहरूसँग ठुला शक्ति वा साना शक्ति भन्ने कुरा हुँदैन। विचारको आधारमा सबैभन्दा ठुलो र बलियो शक्ति भनेको नै हाम्रो शक्ति हो, राष्ट्रिय जनमोर्चा हो। त्यसकारण राष्ट्रिय जनमोर्चासँग नीति छ, सिद्धान्त छ, देश बनाउने हुटहुटी छ। त्यसकारण नै हामी एउटा दरिलो उपस्थितिका साथ यो क्षेत्रमा हामीले उम्मेदवारी दिएका छौँ। अन्य शक्तिसँग हाम्रो वैकल्पिक रूपमा हाम्रो शक्ति भएको, यो देशको विकल्पको रूपमा हाम्रो शक्ति हो भन्ने कुरामा हामी ढुक्क छौँ। राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै संघीयताको विरोध गर्दै आएको छ। काठमाडौँ जस्तो सहरी क्षेत्रका मतदातालाई संघीयता खारेजीको एजेन्डाले कसरी आकर्षित गर्नुहुन्छ तपाईँले? यो मूल रूपमा संघीयता भनेको नेपाली जनताको आवश्यकता र मागबाट आएको मुद्दा नै होइन।
62-63 को आन्दोलनसम्म आउँदा त्योभन्दा अगाडिका थुप्रै आन्दोलनहरू 7 सालकै आन्दोलन भयो, 36 सालकै जनमतसङ्ग्रहको कुराको बेलाको आन्दोलन भयो, 46 सालको आन्दोलन भयो, 62-63 सालको आन्दोलन भयो। त्यति मात्रै नभएर माओवादीको कथित जनयुद्धमा पनि संहिताका कुरा कहीँ कतै उठ्ने गरेनन्। किन भन्दा नेपाली जनताको आवश्यकता विकासको, नेपाली जनताको आवश्यकता अधिकारको, अधिकार संहितासँग जोडिएर आउने कुरा होइन। अधिकार त त्यो देशको राज्य व्यवस्था कस्तो हो, त्यो देशको राज्य व्यवस्थामा व्यवस्थित भएका संवैधानिक परिपाटीले अधिकारलाई सुनिश्चित गर्ने कुरा हो। त्यसकारण संहिता भनेको एउटा राज्यको पुनर्संरचना गर्दा कस्तो खालको प्रणाली अपनाउने भन्ने कुरा मात्रै हो। संविधानभित्रको एउटा प्रणाली हो। त्यो प्रणाली देशको हितमा छ वा देशको विरुद्धमा छ भन्ने कुराले नै महत्त्व राख्ने गर्दछ। त्यसकारण संहिता नेपालको हितमा, नेपाली जनताको चाहनाबाट होइन र संहिता विशेष गरी भारतीयहरू र युरोपियन युनियनले नेपालमाथि बोकाइदिएको भारी हो। यो विदेशीले बोकाइदिएको भारी, यो त नेपालको सहरी क्षेत्र होस् वा ग्रामीण क्षेत्र सबै जनतालाई छुने कुरा हो। विशेष गरी अझ त सहरी क्षेत्रमा अझ बढी छुन्छ। किन भन्दा सहरमा त विभिन्न क्षेत्र, गाउँ, भूगोल, जात, धर्म, संस्कृतिका मान्छेहरू बसिराखेको क्षेत्र हुन्छ। यहाँ विभिन्न समुदायको उपस्थिति भएको क्षेत्र हुन्छ। त्यसकारण यहाँ समुदायको बिचमा विद्रोह निम्त्याउने, समुदाय बिचमा लडाउने संहिताकै कारणले गर्दा त्यो कुरा भइराखेको छ। त्यसकारण जातको रूपमा, धर्मको रूपमा, सांस्कृतिक रूपमा एउटा संहिताको नाममा विखण्डन गराउने प्रयत्न गरियो। त्यसकारण संहिता नेपाली जनताको हितमा नभएको कारण यतातिर सांस्कृतिक रूपमा पनि नेपालीको हितमा छैन, सामाजिक रूपमा पनि नेपालको हितमा छैन, अर्कोतिर आर्थिक रूपमा पनि नेपाल जस्तो सानो भूभाग भएको देशमा 7-7वटा प्रदेश र एउटा केन्द्र सरकार गरी 8-8वटा सरकार धान्न सक्ने अवस्था छैन। त्यसकारण संहिताले अहिले आर्थिक रूपमा टाट पल्टाउँदै गइराखेको छ। हामीले एउटा मात्रै उदाहरण लियौँ, तपाईँको अहिले स्वास्थ्य बिमा पनि अब नेपालको काठमाडौँको महत्त्वपूर्ण ठाउँ टिचिङ हस्पिटल लगायतका थुप्रै हस्पिटलले यो स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको अवस्था छ। आज पनि समाचार आयो नि त, वीर अस्पतालमा पनि स्वास्थ्य बिमा चाहिँ रोकिएको छ। 1 गतेबाट स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने भन्ने कुरा आयो। कमसेकम तपाईँको 10 अरब मात्रै स्वास्थ्य बिमाको लागि यो आर्थिक वर्षको बजेटमा नेपाल सरकारले व्यवस्था गरेको थियो। त्यही पनि भुक्तानी दिन सक्ने अवस्था भएन र त्यो भुक्तानी नदिएको कारणले गर्दा यो उसबाट पाउने तपाईँको इन्सुरेन्सबाट, यो स्वास्थ्य बिमाबाट पाउने सुविधा पनि नेपाली जनता वञ्चित हुनुपर्ने अवस्था आयो। त्यसकारण हामीले यो प्रदेश धान्नको लागि खरबौँ बजेट पठाइएको छ। त्यो पैसा मात्रै रोक्यौँ भने हामीले नेपालीलाई स्वास्थ्य फ्री गर्न सक्छौँ, शिक्षा फ्री गर्न सक्छौँ। फेरि मात्रै होइन, शिक्षा त अहिले कस्तो छ भने यति वर्गीय रूपमा शिक्षा अगाडि बढेको छ कि विद्यार्थीले आफ्नो नलेजको आधारमा, आफ्नो क्षमताको आधारमा शिक्षा म यो पढ्छु भनेर पढ्न पाउने अवस्था छैन। नलेज राम्रो छ, उसले एउटा डक्टर पढ्न सक्छ, इन्जिनियर पढ्न सक्छ, पाइलट पढ्न सक्छ, कानुन पढ्न सक्छ, तर उसले त्यो सुविधा पाएको छैन। कोटामा निश्चित हुन्छ, कोटामा पहुँचको आधारमा मान्छे जाने गरेका छन् भने खुल्ला प्रतिस्पर्धाबाट जाने अवस्था हुँदैन। तर राज्यले उसको नलेजलाई हेर्दैन। त्यसकारण भयो के भन्दा शिक्षा विद्यार्थीले आफ्नो नलेजको आधारमा पढ्न पाउने शिक्षा पनि प्राप्त गर्न सकेको छैन। त्यसकारण सम्पूर्ण शिक्षा निःशुल्क र क्षमताको आधारमा उसले शिक्षा पढ्न पाउने व्यवस्था भयो भने जनताले त्यो सुविधा लिन पाउँछन्। त्यसकारण संहितालाई खारेज गर्यौँ भने हामीले त्यो सुविधा पनि लिन सक्छौँ। त्यसकारण शिक्षा स्वास्थ्यलाई निःशुल्क गर्ने, रोजगारको ग्यारेन्टी गर्ने। नेपालमा संहिता खारेजी अथवा संहिता टुङ्ग्याइम भन्ने देशमा शिक्षा स्वास्थ्य चाहिँ निःशुल्क हुन सक्छ। त्यहाँ संहितामा जाने पैसाले मात्रै पनि शिक्षा र स्वास्थ्य हामी निःशुल्क गर्न सक्छौँ। अरू त राज्यका व्यवस्था छँदैछन्, गर्न सकिने थुप्रै काम छ। ठिक छ। अब यो क्षेत्र नम्बर 6 का जनताहरू पनि प्रदेश राजधानी हेटौडा हो भनेर पनि कतिपय जनताहरूलाई थाहा छैन होइन, अथवा काठमाडौँका जनताहरू हेटौडा जानुपर्ने काम, सिंहदरबार घर घरमा भनिएको थियो, त्यो गलत भयो, त्यो गलत भयो। ठिक छ। अब यो काठमाडौँ क्षेत्र नम्बर 6 तपाईँको सहरी क्षेत्र बागबजार हुँदै ठमेल एरिया हुँदै सामाखुसी, गङ्गपु, धर्मस्थली, माथि तारकेश्वर 1 साङ्लासम्म पुगेको छ होइन। यहाँका मुख्य समस्याहरू के छन्, अथवा यो काठमाडौँ क्षेत्र नम्बर 6 प्रमुखतया कृषि क्षेत्रमा बढी निर्भर रहेको देखिन्छ र यहाँका कृषकहरूको समस्याहरू के छन्,
कृषकहरूका समस्याहरूको समाधानहरूको पाटाहरू ठिक के छ। के छन्? यो विशेष गरी यो काठमाडौँ क्षेत्र नम्बर 6 भनेको सहरदेखि ग्रामीणसम्म सिमटिएको छ। महानगरपालिका 26, 27 र 28 वडाहरू छन्। त्यहाँ विशेष गरी नेपालकै पर्यटकीय क्षेत्र ठमेल एरिया पर्दछ। बागबजार एरियादेखि ठमेल एरिया महत्त्वपूर्ण, देशका आर्थिक रूपले पनि महत्त्वपूर्ण एरिया यो क्षेत्रमा पर्दछ र आर्थिक हबको रूपमा पनि यो क्षेत्रलाई एउटा पर्यटकीय हबको रूपमा पनि विकास गर्न सकिने यो क्षेत्र ठमेलदेखि साङ्लासम्म तपाईँको यो एउटा पर्यटकीय हबको रूपमा पनि विकास गर्न सकिने क्षेत्र यहाँ पर्दछ। नदी यहाँको महत्त्वपूर्ण विष्णुमती नदी यहाँ यो क्षेत्रबाट जाने नदी पर्दछ एकातिर भने, अर्कोतिर गोमती नदीहरू, 2-3टा नदीहरू यो क्षेत्रमा नदीहरू पर्दछ। त्यसकारण यी नदीका प्रवाहहरूलाई पनि हामीले यसको सुरक्षा र संरक्षण गर्न जरुरी छ। प्राकृतिक सम्पदाहरूलाई संरक्षण गर्ने उसमा नदी सम्पदालाई पनि हामीले संरक्षण गर्न जरुरी छ। प्राकृतिक सम्पदालाई संरक्षण गर्दाखेरि नदी सम्पदालाई पनि हामीले संरक्षण गर्न जरुरी छ भने, अर्कोतिर हाम्रो यो साङ्ला उसमा जुन एउटा सुरुङ मार्गको कुरा गरिएको छ यसलाई पुरा गर्नुपर्ने आवश्यकता छ। करिडोर पुरा भएका छैनन् होइन, 2टै करिडोरहरू यो तारकेश्वरका र टोखाका नदीहरूबाट आउने करिडोरहरूलाई हामीले यसलाई पुरा गर्नु छ र व्यवस्थित गर्नु छ। ढललाई निकास दिनुपर्ने जरुरी छ, व्यवस्थित सहर बनाउन जरुरी छ। त्यसकारण काठमाडौँको नमुनाको रूपमा, यो देशकै नमुनाको रूपमा यो क्षेत्रलाई बनाउन जरुरी छ पर्यटकीय रूपमा। जस्तो यो क्षेत्रमा त सुकुम्बासी समस्या पनि छ। बसपार्क एरियामा हामीले, सामाखुसी एरियामा हामीले देखिराखेका छौँ कैयौँ टहराहरू भत्काइएको छ। उनलाई व्यवस्थित गर्न जरुरी छ। अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउनु भनेको नै त्यो भित्र सुकुम्बासी पनि पर्छन्, अन्य वर्ग पनि पर्छ, अन्य क्षेत्र पनि पर्छ। त्यसकारण अव्यवस्थित बसोबास भएका क्षेत्रलाई व्यवस्थित बसोबास बनाउन जरुरी छ। सबैका उनीहरूको अवस्था के हो, सुकुम्बासी हुन् कि हुकुमबासी हुन्, त्यो कुरा पनि चिनेर बुझेर सही अन्यायमा परेका जनतालाई न्यायोचित न्याय दिन जरुरी छ। व्यवस्थित बसोबासको व्यवस्था गर्न जरुरी छ। त्यसकारण ती समस्याहरू पनि यो क्षेत्रमा धेरै छन्, त्यसको समाधान गर्न पर्ने जरुरी छ। डोजर मात्रै चलाइदिएर समस्या समाधान हुँदैन। जनताको उनीहरूको बस्तीलाई व्यवस्थित गर्न सकियो भने मात्रै समस्याको समाधान हुन सक्छ। त्यसकारण वैज्ञानिक रूपले, वैज्ञानिक तरिकाले नै मानव बस्तीको व्यवस्थापन गर्न जरुरी छ। त्यसकारण त्यो व्यवस्थापन गर्नको लागि पनि हामीले यो क्षेत्रबाट हाम्रो विजय जरुरी छ, हाम्रो उपस्थिति जरुरी छ, जनताको बिचमा हाम्रो विचार लिन जरुरी छ। भयो चाहिँ आर्थिक विकास सँगसँगै बौद्धिक विकास पनि हुनुपर्छ भन्ने कुरा हो। आर्थिक विकास गर्नको लागि सांस्कृतिक रूपले विकास हुन सकेन, पर्यटकीय रूपले विकास हुन सकेन, भौतिक रूपले विकास हुन सकेन भने देशको आर्थिक अवस्था माथि जान सक्दैन। त्यसका समग्र विकासको निमित्त राष्ट्रिय जनमोर्चाको नीति सिद्धान्त र विचारको आधारमा जनताले सेवा सुविधाहरू पाउन सक्छन्, जनताले आफ्नो विकासको एजेन्डाहरू अगाडि बढाउन सक्छन्। जनतासँग हामी पुग्छौँ, जनतासँग जनप्रतिनिधि यताउता छाम्दा जनताले आफू यता फर्किँदा उता फर्किँदा आफूले हात यताउता बढाउँदा त्यहाँ आफ्नो प्रतिनिधि देखिन्छ कि देखिँदैन भन्दा प्रतिनिधि छाम्दा प्रतिनिधि भेटिन्छ, हेर्दा प्रतिनिधि भेटिन्छ। जनप्रतिनिधि भनेको छाम्दा हेर्दा देख्दा भेटिन हो, त्यो भेटिन्छ। समयको कुरा पनि छ। अहिलेका युवाहरू देशमा भविष्य नदेखेर जुन विदेश पलायन भइरहेका छन् अथवा यो पलायन हुने क्रम बढ्दो छ, यो युवा जनशक्तिलाई स्वदेशमै रोक्न तपाईँको कस्तो नीतिगत भूमिका रहन्छ अथवा तपाईँको पार्टीले कस्तो नीति बनाएको छ? यो मूल रूपमा राष्ट्रिय पोलिसीमा नै निर्भर गर्दछ। युवाहरू बेरोजगारी भएकै कारणले गर्दा बाहिर जानु परेको छ, मुख्य समस्या थियो। बेरोजगारी सिर्जना किन गर्यो भन्दा अहिलेसम्म राज्य सञ्चालन गरेका 46 साल, त्योभन्दा अगाडि पञ्चायती व्यवस्थाको बेला त एउटा खालको समस्या थियो नै। त्योभन्दा पछाडि पनि 46 सालभन्दा पछाडि जब लोकतन्त्र आयो, लोकतन्त्र आइसकेपछि पनि जनताका समस्याहरू समाधान हुने दिशातिर राज्य सञ्चालन गर्ने राजनैतिक पार्टीहरू जान सकेनन्। त्यसले एउटा बेरोजगारी अवस्था खडा गर्यो। भएका देशका उद्योग धन्दा कल कारखानाहरू पनि निजीकरण गर्दै बिस्तारै बन्द भएर गए, उनीहरू सकिएर गए। त्यसकारण देशमा उद्योग धन्दा कल कारखाना राज्यको नाममा भएनन् भने त्यो देशका जनताले रोजगारी प्राप्त गर्न सक्दैन। हाम्रा यातायातका साधनहरू सम्पूर्ण निजी स्रोतमा चलेका छन्, राज्यका माताहतमा छैनन्। उद्योग धन्दा कल कारखानाहरू राज्यको माताहतमा छैनन्। त्यसकारण राज्यको माताहतमा उद्योग धन्दा कल कारखाना नभइकन उद्योगको विकास हुँदैन र त्यो कुरा राष्ट्रिय पुँजीसँग
सरोकार राख्ने गर्छ। राष्ट्रिय पुँजीको विकास नभइकन उद्योग धन्दा कल कारखानाको निर्माण हुन सकेन। त्यसकारण राष्ट्रको पुँजीको विकास गर्नको लागि, राष्ट्रिय पुँजीको विकासको लागि हाम्रो पार्टीले राष्ट्रिय उद्योग धन्दा कल कारखाना खोल्ने नीति रहन्छ। राष्ट्रिय उद्योग धन्दाहरू भएपछि त्यहाँ रोजगारीको अवस्था सिर्जना हुन्छ, अनि मात्रै देशले एउटा काँचुली फेर्ने हो। अर्कोतिर किसानहरूलाई राष्ट्रले तपाईँको किसानका आवश्यकताहरूलाई, देश कृषि प्रधान भनिएको छ तर किसानहरूले पाउने सेवा सुविधा पाएका छैनन्। किसानको नाममा किसानका जुन उत्पादनहरू हुन्छन् तिनी उत्पादनहरूले बजार पाएका छैनन्। बजार नपाएपछि उत्पादनहरू सडेर जान्छन्, गलेर जान्छन्, अनि किसानहरू रोएर बस्नुपर्ने अवस्था हुन्छ। त्यस्तो अवस्थामा राष्ट्रले किसानहरूले उत्पादन गरेका चिजहरू राष्ट्रले आफ्नो बजारीकरण गर्ने, बजारमा लिएर बिक्री गरेर किसानलाई त्यसको मूल्य दियो भने थुप्रै युवाहरू कृषि पेसामा पनि आबद्ध भएर बस्न सक्छन्। हिमालमा स्याउको सम्भावना छ, थुप्रै स्याउमा किसानहरू त्यहाँ हुन्छन्। पहाडमा फलफुल खेती हुन्छ, त्यसपछि तपाईँको तराईमा अन्न बालीहरू हुन सक्छन्। त्यसकारण कृषिलाई पनि वर्गीकरण गरेर एउटा खालको राष्ट्रले त्यो नीति लग्यो भने थुप्रै रोजगारी सिर्जना हुन सक्छन् र तिनीहरूले आफ्नो रोजगारी भयो भने जनतामा एउटा वितृष्णा जाग्दैन र विदेशमै पलायन हुनुपर्छ भन्ने अवस्था हुन सक्दैन। विदेशबाट नेपालमा आएर काम गर्न सक्ने अवस्था सिर्जना गर्न सकिन्छ। त्यसकारण त्यो राष्ट्रिय उद्योग धन्दा, राष्ट्रिय अर्थनीतिलाई नै एउटा जनमुखी बनाउने। चुनाव जितिसकेपछि स्थानीय तहसँग सहकार्य गरेर तपाईँ काठमाडौँ क्षेत्र नम्बर 6 मा पनि सरकार र जनतासँग मिलेर कल कारखाना अथवा उद्योगहरू, साना मजौला मात्रै होइन, सम्भावना के हुन्छ एउटा अध्ययन गरिकन मैले यो क्षेत्रमा प्रतिनिधित्व गरेर निर्वाचित भइसकेपछि स्थानीय तहसँग समन्वय गरेर केन्द्र र स्थानीय तहको बीचको समन्वयात्मक भूमिका निर्वाह गरेर उद्योग धन्दा कल कारखानाहरू के कति सम्भावना छ त्यसको हामीले त्यो सम्भावना जनताको बीचमा लैजान्छौँ र त्यो प्रेरणा गर्छौँ। अर्कोतिर यो क्षेत्रमा भएका कृषिलाई कसरी प्राविधिक रूपमा अगाडि बढाउन सकिन्छ, उद्योग धन्दालाई कसरी, अनि मूल रूपमा पर्यटकीय क्षेत्र, यो क्षेत्रमा भएका पर्यटकलाई कसरी व्यवस्थित गरेर यहाँको आर्थिक उपार्जन गर्न सकिन्छ र त्यो पर्यटकबाट आएको पर्यटकीय औद्योगिक क्षेत्रमा लगाउन सकिन्छ कि अन्य क्षेत्रमा लगाउन सकिन्छ कि त्यो गर्न सकिन्छ। हजुर, काठमाडौँ क्षेत्र नम्बर 6 बाट जितेर जाँदै गर्दा तपाईँ काठमाडौँ क्षेत्र नम्बर 6 को मात्र जनप्रतिनिधि होइन, तपाईँ देशकै जनप्रतिनिधि हो। र अहिले यो देशमा अथवा नेपालमा भ्रष्टाचार एकदमै बढ्दै गइरहेको छ। आर्थिक भ्रष्टाचार होस्, नीतिगत भ्रष्टाचार होस् अथवा अरू जुनसुकै भ्रष्टाचार होस्, त्यो एकदमै बढ्दै गइरहेको छ। राष्ट्रिय जनमोर्चाले चुनाव जितिसकेपछि संसदमा भ्रष्टाचार विरुद्ध कस्तो पहल गर्नुहुन्छ अथवा कस्तो कदम चल्नुहुन्छ? मूलमा राष्ट्रिय जनमोर्चाले आफ्नो इतिहास कालदेखि नै नेपालको एउटा यस्तो पार्टी हो जो प्रमाणित नै भइसकेको छ, ताकि हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टाचार गर्दैनन् र गर्न दिन्नन्, आफू पनि गर्दैनन् र अर्कालाई गर्न दिन्नन्। कसैले गर्यो भने तुरुन्तै हाम्रो पार्टीले एक्सन लिन्छ होइन। त्यसकारण हामीले भ्रष्टाचारको विरुद्धमा म पनि गर्दिनँ र गर्न दिन्न भन्ने विचारका साथ नै हामी जनताको बिचमा जान्छौँ र भ्रष्टाचार नेपाली जनताको दुश्मन छ भने भ्रष्टाचार छ। त्यसकारण त्यो त अन्य पार्टीहरूले के गर्यो भने आफ्नो पार्टी अगाडि बढाउनको लागि जनतासँग भ्रष्टाचार गर्ने, त्यो भ्रष्टाचारको पैसा फेरि चुनावमा प्रयोग गर्ने, चुनावबाट जित्ने, फेरि भ्रष्टाचार गर्ने, त्यो सिलसिला बढिराखेको छ। त्यसकारण राष्ट्रिय जनमोर्चाले भ्रष्टाचारका विरुद्धमा सदनदेखि सडकसम्म जनतालाई, भ्रष्टाचारीहरूलाई कारबाही गर्ने मुद्दा निरन्तर उठाइरहनेछ र जनताको आफ्नो प्रतिनिधि, देशको प्रतिनिधि, राष्ट्रको प्रतिनिधि हो भने यस्तो हुनुपर्छ भनेर एउटा उदाहरणीय रूपमा मैले जनताका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी लाग्नेछु। भ्रष्टाचार विरुद्धमा जनताको नेतृत्व गरेर, आन्दोलनको नेतृत्व गरेर देशलाई एउटा भ्रष्टाचार मुक्त राष्ट्र निर्माण गर्ने एउटा अभियानको अभियन्ताको रूपमा म अगाडि बढ्नेछु। जस्तै भ्रष्टाचारको कुरा गर्दै गर्दा निजामती सेवामा एकदमै धेरै भ्रष्टाचार देखिएको छ अथवा जनताले दुःख पाइरहेका छन्। मालपोत कार्यालयमा जाऊँ, नापी कार्यालयमा जाऊँ अथवा नगरपालिकामै जाऊँ होइन, त्यो निजामती सेवामा भ्रष्टाचार रोक्नको लागि के गर्नुहुन्छ? मूल रूपमा निजामती कर्मचारी पहिलादेखि एउटा ब्युरोक्रेसी, सरकारको स्थायी सरकार भनेको ब्युरोक्रेसी हो होइन, कर्मचारीको सरकार भनेको स्थायी सरकार हो। स्थायी सरकारले राष्ट्रप्रतिको एउटा इमान्दारिता देखाएन भने राष्ट्र अगाडि बढ्न सक्दैन। नेतृत्वलाई कमजोर बनाउनको लागि कर्मचारीहरू सफल र एउटा सक्षम कर्मचारी भएनन् भने देश अगाडि बढ्न सक्दैन। त्यसकारण पहिलो कुरा कर्मचारीलाई तयार गर्ने कुरा हो। हामी राष्ट्र निर्माणको लागि हाम्रो योगदान महत्त्वपूर्ण हुन्छ। हामीले चाहिने तलब राज्यले के हो भने
कर्मचारीलाई आवश्यकताको आधारमा तलबको व्यवस्था गर्न सक्नुपर्छ। अहिले त्यो पनि हुन सकेको छैन। त्यसकारण उनीहरूलाई आवश्यकता पर्ने उनीहरूको परिवारलाई पाल्न सक्ने खालको राज्यले तलबको व्यवस्थापन गर्न जरुरी छ पहिलो कुरा। र जब राज्यले कर्मचारीलाई बाँच्न सक्ने गरी सम्बोधन गरेको छ भने उनीहरूले जहाँ कमजोरी गर्छन् त्यो कमजोरीको तुरुन्तै राज्यले कारबाही गर्नुपर्छ। त्यसकारण ती दुईटै कुराको समन्वय हुन सकेन। पहिलो कुरा उनीहरूलाई बाँच्न सक्ने राज्यले व्यवस्था गर्नुपर्छ आर्थिक रूपले। दोस्रो कुरा राज्यले व्यवस्था गर्दा गर्दै पनि उनीहरूले गलत बाटोमा गएर देशलाई नै बर्बाद हुने गरेर कर्मचारीले त्यो अहिलेसम्म कर्मचारीले सहयोग गरेको छैन। अहिलेसम्म कर्मचारीले जुन एउटा भ्रष्टाचारलाई सबै त नहोलान् होइन, कयौँ कर्मचारी राष्ट्रको पक्षमा उभिएका पनि छन्, विकासको पक्षमा उभिएका छन्, भ्रष्टाचारको विरुद्धमा उभिएका छन्। तर कयौँ कर्मचारीहरू राजनीतिक पार्टीहरूको आडमा, राजनीतिक शक्तिको आडमा, सत्ताको आडमा आफ्नो तपाईँको दुनो सुझाउने काम भइराखेको छ। त्यसकारण गलत छ। एउटा कर्मचारीले जीवनभरि जागिरी गर्दा पनि एउटा सामान्य घर घडेलले जोड्न सक्दैन भने महल भएका छन्। तपाईँ काठमाडौँ मात्रै नभएर कयौँ कर्मचारीहरूका सयौँ घरहरू निर्माण भएका छन्। त्यो कताबाट आयो भन्दा भ्रष्टाचार गरेर नै सम्पत्ति आर्जन गरेका थुप्रै इतिहासहरू छन्, उदाहरणहरू छन्। त्यसकारण त्यो कुरा जनताको बिचमा हामीले त्यो कुरा लग्यौँ भने जनताले पनि त्यस्ता कर्मचारीलाई सचेत गराउन जरुरी छ। भ्रष्टाचार गरेको तेरो सम्पत्ति कहाँबाट आयो, तेरो तलब यति छ, तैँले एक वर्षमा यति कमाउँछस्, तर तेरो सम्पत्तिको स्रोत के हो भनेर राज्यले स्रोत खोज्ने अवस्था पनि सिर्जना गर्नको लागि हामी जस्ता प्रगतिशील सोच भएका, क्रान्तिकारी सोच भएका जनपक्षीय जनप्रतिनिधिहरू त्यो ठाउँमा राज्यको सञ्चालनको ठाउँमा हामी पुग्यौँ भने मात्रै कर्मचारीहरूलाई पनि हामीले सजग, सचेत र सङ्गठित तपाईँको राष्ट्रको पक्षमा सङ्गठित गर्दै भ्रष्टाचारको विरुद्धमा कर्मचारीलाई पनि हामी ल्याउन सक्छौँ भन्ने हामीलाई दृढ विश्वास छ। काठमाडौँ क्षेत्र नम्बर 6 का उम्मेदवार जगत प्रसाद रेग्मीलाई होइन मतदाताले किन जिताउने भन्ने कुरा भने चाहिँ अब शिक्षामा जुन प्रविधि मैत्री शिक्षा भन्नुभयो अथवा युवा तथा युवाहरूलाई रोजगारी, भ्रष्टाचारको विरुद्ध अथवा आवाज उठाउने होइन अनि संहिताको खारेजी गर्ने भन्ने कुरा गर्नुभयो। योभन्दा अगाडिको चुनावमा पनि उम्मेदवारहरूले यिनै नाराहरू ल्याएर आएका थिए होइन, अथवा छैनन्। यिनीहरूभन्दा ठिक मैले कुरा बुझेँ है। योभन्दा अगाडिको उम्मेदवारहरूले यो क्षेत्रमा ल्याएका मुद्दाहरू ती फेल भइसके। किन फेल भइसक्यो भने संहिताको मुद्दा कसैले ल्याएकै थिएनन्। योभन्दा अगाडि राष्ट्रसभाका उम्मेदवारले त्यति बेला राष्ट्रसभाले संहिता खारेजी हुनुपर्छ होइन, त्यो त नाटक मात्र। उनीहरू त्यस्तो छन्, संहिताका विरुद्धमा उनीहरूले कहीँ कतै पनि न उनीहरूको दस्तावेजमा छ न कहीँ कतै छ। उनीहरू त्यो कुरा अहिले त उनीहरू बालेनले अस्ति जनकपुर गएर भनिसके होइन। त्यो उनीहरूले त्यस्तो त यस्तो हो, राजावादीहरूले पनि त संहिताको विरोध गरिराखेका थिए, त्यति बेला पनि गरिराखेका थिए नि त। 63 सालभन्दा पछाडि पनि राप्रपा लगायत उनीहरूले संहिताको विरोध गर्न व्यवस्थासँग जोडिएर गरेका हुन्। राप्रपाले गरेको संहिताको विरोध के हो भन्दा गणतन्त्रको विरुद्धमा गणतन्त्रलाई खतम पारेर अनि संहितालाई पनि खतम पार्नेसँग जोडेर लिएका छन्। हामीले के भनेका छौँ भने गणतन्त्रभित्र एकात्म राज्य प्रणाली जो विकेन्द्रीकरणको आधारमा स्थानीय सरकार बलियो भने स्थानीय स्वशासन कायम गर्ने, जहाँ अन्यायमा परेका बस्ती गाउँ क्षेत्र जाति धर्म संस्कृति छ त्यसलाई अर्को सम्पन्नसँग नपुगुन्जेल बेलासम्म स्वायत्तता दिन सकिन्छ समेत भनेर हामीले आइराखेका छौँ। त्यसकारण राष्ट्रिय जनमोर्चाका मुद्दा त यो क्षेत्रमा पहिलोचोटि आउँदैछन्। यो देशमा मैले अघि नै भने नै यो व्यवस्थाकै विकल्प जनवादी व्यवस्था भनेका छौँ हामीले। यो व्यवस्थाले सम्पूर्ण जनताको हित गर्न सक्दैन, तर पनि योभन्दा पहिलाका ती पुराना व्यवस्थाको तुलनामा यो केही प्रगतिशील व्यवस्था हो। त्यसकारण यो व्यवस्थामा टिकेर अगाडिको व्यवस्थामा जाने व्यवस्थाको रूपमा विकल्प जनवादी व्यवस्था हाम्रो पार्टीले दिएको छ, समाजवादी व्यवस्था हाम्रो पार्टीले दिएको छ। संरचनाको रूपमा राज्य पुनर्संरचना गर्दा यो अहिलेको जुन राज्य प्रणाली छ यो सङ्घीय राज्य प्रणालीको ठाउँमा एकात्मक राज्य प्रणाली हुनुपर्छ। सङ्घीय राज्य प्रणालीलाई देशले असफल बनाउँछ, देश असफल हुन्छ। भोलि देशको एउटा नक्सा नै नामेट हुन सक्ने अवस्था यो सङ्घीय राज्य प्रणालीले गराउँदैछ। भौगोलिक रूपमा विखण्डन हुने अवस्था सङ्घीय राज्य प्रणालीले गराउँदैछ। त्यसकारण सङ्घीयतालाई खारेज गरेर मात्रै देशको एउटा नयाँ मुहार फेर्न सकिन्छ, त्यो विकल्प हामीले दिएका छौँ। भ्रष्टाचारको विरुद्धमा राष्ट्रिय जनमोर्चाले यी पार्टीहरू निर्माण भएकै थिएनन्। यी पार्टीहरू जो अहिले भ्रष्टाचारको मुद्दा उठाएर गाउँ गाउँमा एउटा माहौलको गलत माहौल सिर्जना गर्दैछन्, उनीहरूको स्थापना नै भएको थिएन, माओवादीको स्थापना नै भएको थिएन। त्यति बेलादेखि नै 51 सालदेखि हामी संसदीय फाँटमा छौँ र त्यति बेलादेखि निरन्तर यतिसम्म कि भ्रष्टाचारको विरुद्धमा
महिला सांसदले सुत्केरी हुँदा खाने औषधिको बिल बनाएर पुरुष सांसदले खाएको हाम्रो माननीयले त्यति बेला नै सदनमा कुरा उठाएको कुराहरू भ्रष्टाचारका विरुद्धमा हामीले त्यति बेलादेखि नै आइराखेको कुरा छ। हामीले पजेरो काण्डको विरुद्धमा कुरा गरौँ। पजेरो सांसदहरूले पजेरो लिन पाउनुपर्छ, राज्यले त्यो पजेरोबाट पाउने सेवा सुविधा त्यो कर छली गरेर ल्याउनुपर्छ भन्ने मुद्दाको विरुद्धमा पहिलोचोटि त्यो पजेरो काण्डको विरुद्धमा उभिने पार्टी राष्ट्रिय जनमोर्चा। देशमा सेवा सुविधा सांसदहरूले सेवा सुविधा लिनुपर्छ, राष्ट्रको नामबाट बर्मलुट मचाउनुपर्छ भन्ने मुद्दाका विरुद्धमा उठ्ने राष्ट्रिय जनमोर्चा हो। इतिहास कालदेखि अहिलेसम्म भ्रष्टाचारको विरुद्धमा कोही पार्टी उभिएको छ भने राष्ट्रिय जनमोर्चा उभिएको छ। त्यसकारण यी अहिलेका पार्टीहरू स्थापना भन्दा पहिलेदेखि नै हामीले त्यो मुद्दा उठाएका छौँ। मात्र के हो भने जनताले हाम्रा कुरालाई कार्यक्रमको अन्त्य सामान्य लगे होइन। हामी यति जटिल कुरा उठाउँदा विकल्प दिँदा पनि सामान्य लगे। परिणाम के भयो भन्दा राष्ट्रिय जनमोर्चाको मुद्दामा देश गइराखेको छ। तर राष्ट्रिय जनमोर्चाको मुद्दामा देश जान्छ, तर राष्ट्रिय जनमोर्चालाई जनताले अनुमोदन गर्न सकिराखेको अवस्था छैन। त्यसकारण यो अवसर हो, नेपाली जनताले यो अवसर उपयोग गर्नुपर्छ। भ्रष्टाचारको विरुद्धमा, गणतन्त्रको रक्षाको लागि, तपाईँको यो राष्ट्रियताको रक्षाको लागि, सङ्घीयता खारेजको लागि अहिले राष्ट्रिय जनमोर्चाको मुद्दाले मात्रै देशलाई सम्बोधन गर्न सक्छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ। हुन्छ, हामी कार्यक्रमको अन्त्यतिर आएको छौँ। अन्त्यमा तपाईँको चुनावी प्रचार प्रसार कसरी चलिरहेको छ र जनताहरूको माझमा कसरी गइरहनु भएको छ र अहिले पछिल्लो अवस्थामा चुनावी प्रचार प्रसार डिजिटल्ली पनि एकदमै बढ्दछ र यो निर्वाचनको आचार संहिताको विरुद्धमा पनि हो। डिजिटल्ली अथवा मतदाताहरूको जुन आफ्नो विचार छ त्यो विचारलाई बाहिर जुन ल्याइरहेका छन् सोसियल इन्फ्लुएन्सरहरूले अथवा अनलाइन माध्यमका युट्युबर अथवा पत्रकारहरूले, त्यो कुरालाई तपाईँले कसरी लिनुहुन्छ अथवा र तपाईँले जनतामाझ गएर चुनावी प्रचार प्रसार कसरी गरिरहनु भएको छ? अहिले एउटा यो मिडिया मार्फत मान्छेको दिमागमा भ्रम सिर्जना अल्गोरिदम भन्छ यसलाई। अल्गोरिदमको तरिकाले त्यो डिजिटल लत होइन, डिजिटल लत भन्छ त्यसलाई, अल्गोरिदम पनि भन्छ होइन। यो भनेको के हो भन्दा जनतालाई एउटा गलत चिजलाई पनि सही हो भनेर प्रमाणित गर्नलाई, जनतामा भ्रम सिर्जना गर्न सक्ने क्षमताको विकास, गलत चिजलाई पनि सही साबित गर्नेलाई मिडियाबाजी मार्फत स्थापित हुने जुन एउटा ट्रेन्ड विकास भइराखेको आछ। यो अन्तर्राष्ट्रिय रूपमा तपाईँको क्यानाडा चल्यो, त्यो असफल भयो। युरोपका कयौँ देशहरूमा चल्यो, असफल भयो। तपाईँको त्यसको साथसाथै थाइल्यान्डमा त्यस्तै पपुलिजमले सत्ता कब्जा गर्छौँ भनेर चुनावमा गए, उनीहरू पराजित भए। बङ्गलादेशमा गत वर्ष मात्रै अमेरिकी साम्राज्यवादको आडमा त्यहाँ युवाहरूलाई उचालेर विद्यार्थी आन्दोलनको नाममा त्यहाँ पुरै विध्वंस मचाउने काम हो। त्यसको नेतृत्व गरेका पार्टी त्यहाँ 300 जनाको सङ्ख्यामा भएको संसदीय चुनावमा 6 सिटमा मात्रै सीमित रहनुपर्ने अवस्था सिर्जना भयो। त्यसकारण जनता विश्व स्तरमै एउटा खालको यो गुगलबाट जनतालाई प्रभावित पार्ने एउटा यो जुन सामाजिक सञ्जालबाट प्रभावित पार्ने आन्दोलनको रूपमा जुन आइराखेको थियो, त्यो बिस्तारै निस्तेज हुँदै गइराखेको छ, त्यो कमजोर हुँदै गइराखेको छ। विश्व स्तरमै जनताले बुझ्दै गइरहेका छन्, जनता सचेत हुँदै गइरहेका छन्। गुगल होइन, अब भूगोलको राजनीति गर्नुपर्छ। गुगल होइन, भूगोलमै स्थापित भएको विचारलाई मान्नुपर्छ। विचार सिद्धान्तको आधारमा नै राज्य सञ्चालन गर्नुपर्छ। राज्य सञ्चालन गर्ने एउटा विधिले हो, पद्धतिले हो, सिस्टमले हो, नीतिले हो भन्ने कुरा अब जनताले बिस्तारै बुझ्दैछन्। त्यसकारण हाम्रो चुनावी माध्यम पनि यो क्षेत्रमा जनताको बिचमा हाम्रो एजेन्डा, हाम्रो घोषणापत्र, हाम्रो पार्टीको नीति, राष्ट्रिय जनमोर्चा नै जनताको असली प्रतिनिधि हो, जनताको पहरेदार हो। जनताको पहरेदार कोही छ भने राष्ट्रिय जनमोर्चा हो। त्यसकारण राष्ट्रिय जनमोर्चाले जितेर मात्रै यो देशको हित हुन सक्छ। तपाईँहरूले मत बदल्नुहोस्, विचार सहित बदल्नुहोस्, राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गर्नुहोस् भनेर हामीले आह्वान गरिराखेका छौँ। जनताहरू उत्साहित हुनुहुन्छ, जनताहरू पनि उत्साहित हुनुहुन्छ। हामी अन्तिममा आइपुगेका छौँ र अन्त्यमा आफ्नो क्षेत्रका मतदाताहरूलाई तपाईँले के अपिल गर्न चाहनुहुन्छ? म सबैलाई नमस्ते गर्दै हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु र अनुरोध गर्न चाहन्छु, यो देशको कायापलट गर्नको लागि, यो देशलाई परिवर्तन गर्नको लागि, वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाउनको लागि, विदेशमा नेपालीहरूको जुन एउटा अपमान भइराखेको छ, नेपालमा मानव जातिलाई एउटा तस्कर गरेर राज्य सञ्चालन गर्ने जुन अवस्था आइराखेको छ,
मानव जाति बेच्नुपर्ने जुन बाध्यता सिर्जना भइराखेको छ त्यसको अन्त्य गर्नको लागि जनतालाई नेपालमै एउटा स्वरोजगारको वातावरण सिर्जना गर्नको लागि र देशको उद्योग धन्दा कल कारखाना निर्माण गरेर एउटा स्वावलम्बन देश, एउटा सभ्य नागरिक निर्माण गर्ने र एउटा सम्पन्न देश निर्माण गर्नको लागि राष्ट्रिय जनमोर्चाको मुद्दाले मात्रै सम्भव छ। त्यसकारण तपाईँहरूले यो लहलहीमा लागेर एउटा पपुलिजमको आधारमा, यो लोकप्रियताको आधारमा देश अगाडि बढ्न सक्दैन। त्यसकारण देश अगाडि बढाउनको लागि विचार सिद्धान्त नीति भएको पार्टी नै हुनुपर्छ। त्यो नीति सिद्धान्त भएको पार्टी राष्ट्रिय जनमोर्चा हो। राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधि तपाईँको छेउछाउमा छाम्दा भेटिनु हुनेछ। तपाईँको प्रतिनिधि जति बेला पनि तपाईँसँग हुनेछ। त्यसकारण जनताको प्रतिनिधि, तपाईँहरूको आफ्नो प्रतिनिधिको लागि राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गरी काठमाडौँ निर्वाचन 6का जनताले निर्वाचित गर्नुहुनेछ भन्ने आशा र विश्वासका साथ यहाँहरूलाई यो फागुन 21 गते हुने चुनावमा राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा मतदान गर्नको लागि म हार्दिक आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु, विनम्रताका साथ निवेदन गर्न चाहन्छु। हवस्, आज हामीसँग हुनुहुन्थ्यो राष्ट्रिय जनमोर्चाका उम्मेदवार, काठमाडौँ क्षेत्र नम्बर 6 का उम्मेदवार भनौँ, जगत प्रसाद रेग्मी। उहाँसँग हामीले राजनीतिक समसामयिक अथवा क्षेत्र नम्बर 6का लोकल समस्याहरूको बारेमा र तिनका समाधानका बारेमा हामीले परिचर्चा गऱ्यौँ। र आजलाई यति भन्दै हामी अर्को कार्यक्रम फेरि लिएर आउनेछौँ। त्यति दिनजेलकासम्म परिवर्तनको लागि आवाज युट्युब च्यानललाई सब्सक्राइब, लाइक र सेयर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद।